यो हो यस्तो गाडी जसले तपाईको जीवन परिवर्तन गर्न सक्छ तपाईहरुले पाउनुहुन्छ यहाँ एउटा एक्साइटिङ एलईडी डिआरएल र यो गाडीको यसले गर्दाखेरि यो गाडी एकदम खतरा देख्न मजा आउँछ बात त सही यो गाडीको ढोका खोल्दाखेरि एकदम प्रिमियम फिल आउँछ अच्छा यो तल जान्छ र हामी आनन्दले खोल्न सक्छौं यो गाडी र यो गाडी भित्र हेर्नु यो गाडीमा 4वटा पावर विन्डो र विन्डोज लक र अनलकको बटन पनि छ र गाडी लकको बटन पनि छ र यो बटनले तपाईको यहाँ भएको मिररलाई कन्ट्रोल गर्छ यो हो तपाईको स्टियरिङ एडजस्टेबल तपाईले तल माथि आफ्नो पोजिसन अनुसार मिलाउन सक्नुहुन्छ र यो तपाईको इलेक्ट्रिकल एडजस्टेबल सिट हो तपाईले टक्क पछाडी आफूले मिलाउन सक्ने खालको आफै यो टक्क इलेक्ट्रिकली हुन्छ देख्नु आहा ल र यो हो यो गाडीको की जसमा अगाडि डोङफेङको लोगो छ र पछाडी तपाईको लक अनलक र बुट खोल्ने अप्सन दिएको छ र यो की हेर्दा पनि ल यो खल्तीमा बोक्दा चाहिँ एकदम प्रिमियम नै लुक आउँदो रहेछ र अगाडि हेरौँ यो स्टियरिङ यो हो यो गाडीमा पाउने एकदम स्पोर्टी खालको स्टियरिङ जसमा चलाउँदा तपाईलाई खासै गाह्रो हुँदैन जस्तो लाग्छ र तपाई देख्न सक्नुहुन्छ यहाँ तपाईले कुनै पनि कन्ट्रोल पाउनुहुन्न किनभने यसको कन्ट्रोल तपाईको स्टियरिङको यहाँपट्टि छ जसमा चाहिँ तपाईको रियर कुछ भी ड्राइभिङ न्यूट्रल र ड्राइभ मोड र पार्किङ मोड सबै यसमा दिएको छ जुनले गर्दा यो गाडीलाई अझै स्पोर्टियर लुक यसमा बनाउन जान्छ र तपाईले यो गाडीमा पाउनुहुनेछ 12.8 इन्चको स्क्रिन र यो गाडी यतैबाट तपाईले सबै सेटअप गर्न सक्नुहुन्छ तपाईले पाउनुहुन्छ यहाँ एकदम खतरा खालको ड्याशबोर्ड तपाईले यहाँ अगाडि पनि देख्नुहुन्छ एकदम यो टिक 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 छ तर यस्तो दामी देखिरहेछ यो र अगाडि एसी पेन्टहरु छ र तपाईले यो गाडीमा पाउनुहुनेछ यहाँ दुईटा लाइट जसमा चाहिँ एक टचमा बल्छ यो पनि एक टचमा बल्छ र तपाईको इमर्जेन्सी लाइट यहाँबाट बाल्नु पर्ने हुन्छ तपाईको 5 सिटर गाडी हो र पछाडी बस्दाखेरि यसको लेग रुम एकदम राम्रो छ र म 5'9" हो र मेरो लागि हाइट भनेको एकदम पर्फेक्ट हो र 6 फिटको लागि पनि यो खासै फरक पर्दैन र तपाई यहाँ पछाडी देख्न सक्नुहुन्छ यहाँ पछाडी डिक्की छ र यहाँबाट अगाडि हेर्नुस् तपाईले गाडी एकदम प्रिमियम लाग्छ तपाई पनि पछाडी बसेर गाडी सवार गर्दै हुनुहुन्छ भने यो गाडी तपाईलाई के लाग्छ नि म भिआइपी हो र म यो गाडीमा एकदम पर्फेक्ट सुट गइरहेको छु पछाडीको लागि खासै चाहिदैन मेन भनेको त गाडी चलाउने मान्छेलाई कसरी ड्राइभ गरौँ भने त्यो चाहिन्छ बात त सही है यो हो नामीमा पाउने चाबी र यो अगाडि डोङफेङको लोगो छ र यो खोल्दाखेरि एकदम रमाइलो खालको फिलिङ आउने रहेछ है र यसलाई खोलेर हेरौँ है आमामामा यो खोल्दा त कस्तो मजा आउने रहेछ तपाईले पाउनुहुनेछ यो गाडीमा 3टा भेरिएन्ट जसमा 5वटा सिट तपाईले मजाले अटाउने गरी बस्न सक्नुहुन्छ र 140 km/h यसको म्याक्स स्पिड हो र WLTP रेन्जको कुरा गरौँ भने नामी E1 र E2 मा पाउनुहुनेछ 237 किलोमिटरको रेन्ज र नामी E3 मा पाउनुहुनेछ 317 किलोमिटरको रेन्ज र कुरा गरौँ यो गाडीको मोटरको बारेमा मोटर यसमा तपाईले म्याक्स पावर पाउनुहुनेछ 70 किलोवाट र यो गाडीले 160 न्युटन मिटर टोर्क प्रोड्युस गर्छ र कुरा गरौँ ब्याट्रीको र यो गाडीमा तपाईले नाम सुनिरहेको ब्याट्री LFP ब्याट्री पाउनुहुन्छ र नामी E1 र E2 को क्यापेसिटी भनौँ भने 31.4 किलोवाटको तपाईले क्यापेसिटी पाउनुहुन्छ र E3 मा तपाईले पाउनुहुनेछ 42.3 किलोवाटको क्यापेसिटी